नमस्कार, म अधिवक्ता कृष्ण शर्मा जस्टिस एन्ड ल सेन्टर थापाथलीको सञ्चालक बोलिरहेको छु। आज कानुन दिवसको अवसरमा सम्पूर्ण न्यायकर्मी, कानुनकर्मी, न्यायका उपभोक्ता साथीहरू र कानुन र न्यायका विभिन्न राज्यका निकायहरू र त्यसका संरचनामा कार्यरत कर्मचारीहरू र न्यायका उपभोक्ता समस्त न्यायप्रेमी जनसमुदायहरूमा म हार्दिक अभिवादन र कानुन दिवसको शुभकामना प्रकट गर्न चाहन्छु। नेपालमा कानुन एउटा न्याय प्राप्तिको साधन हुनुपर्नेमा आज ठुलालाई चयन भएको छ, सानालाई ऐन भएको छ। यो ठुलालाई चयन र सानालाई ऐन किन भयो भने नेपाल सदियौँदेखि जुन गरिबी, अशिक्षाको दुष्चक्रबाट फसेर आइरहेको छ। हामीले हाम्रो देशको समाजको एउटा आवश्यकता अनुसार समय सापेक्ष रूपमा कानुनको विकास गर्नुभन्दा पनि विकसित मुलुकका कानुनका र न्यायका सिद्धान्तहरूलाई सापटी लिने, कपी पेस्ट गर्ने र लागू गर्न खोज्दा भएको हो। हामीलाई थाहै छ, इग्नोरेन्स अफ ल नो एक्सक्युज, कानुनको अनभिज्ञता क्षम्य हुँदैन भनेर विकसित पुँजीवादी मुलुकहरूबाट हामीले त्यो सिद्धान्तलाई आयातित गर्दा धेरै निमुखा जनताहरू, धेरै निरक्षर जनताहरू, धेरै गरिब जनताहरू जो कानुनको र न्यायको एउटा जानकारी नभएका कारणले गर्दाखेरि उनीहरूलाई सानालाई ऐन र ठुलालाई चयन भएको अवस्था छ। त्यसैले यो इग्नोरेन्स अफ ल नो एक्सक्युज, कानुनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने मान्यतालाई कार्यान्वयन गर्ने भने हामीले संरचनागत परिवर्तन गर्नुपर्छ, जनतालाई शिक्षा दिनुपर्छ, गरिबीलाई निवारण गर्नुपर्छ, निमुखा र आवाजविहीन जनताहरूको आवाजलाई हामीले न्यायालयमा मुखरित गर्नको लागि जुन खालको अहिलेका कानुनी संरचनाहरू छन्, नीतिगत संरचनाहरू छन्, कानुन कार्यान्वयनका संरचनाहरू छन्, तिनीहरूलाई पुनर्संरचना गर्नुपर्छ। सोसाइटी, समाज भनेको एकदम गतिशील अवस्थामा छ, परिवर्तनशील अवस्थामा छ, तर हामीले कानुनलाई बदल्दैनौँ, कानुन परिवर्तन गर्दैनौँ। त्यसको कारणले गर्दाखेरि पनि कानुन र समाज सँगसँगै जान सकेको छैन। सोसाइटी इज चेन्जेस फास्टर देन ल। समाज कानुनभन्दा धेरै छिटो परिवर्तनशील हुन्छ। त्यसैले हामीले समाजको आवश्यकताअनुसार समाज सापेक्ष रूपमा कानुनहरू पनि संशोधन गर्दै जानुपर्छ। कानुनहरूको पनि मूल कानुन भनेको संविधान हो। संविधान एउटा गतिशील राजनीतिक दस्तावेज हो। यद्यपि हामीले 2007 सालदेखि अहिलेसम्म आउँदाखेरि धेरै पटक संविधानहरू निर्माण गर्ने, संशोधन गर्ने गरेका छौँ। तापनि संविधानले जनताको भावनाअनुसार, जनताको अपेक्षाअनुसार र देशको आवश्यकताअनुसार काम गर्ने एउटा अवस्था नहुँदाखेरि त्यसलाई संशोधन गर्दै जानुपर्ने अवस्था हुन्छ। र अहिले हामीले जुन संविधान सभाबाट जनताले निर्वाचित गरेका प्रतिनिधिहरूबाट प्रत्यक्ष रूपमा जनताको सहभागितामा जुन संविधान बनायौँ, त्यो संविधान पनि अपूर्ण भयो। हामीले यो खाली र आधा गिलास भरि भनिरहेका छौँ कि आज राजनीतिक शक्तिहरू जो सत्तामा गएका छन्, कतिपयले यसलाई, यो आधा गिलासलाई पनि घोप्टाएर देशलाई पश्चिगामी दिशातिर लैजाने, अहिले संविधानले हासिल गरेका उपलब्धिहरू, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणालीहरू, यसलाई नरुचाउने, नपचाउने शक्तिहरूले देशलाई पछाडि फर्काउने र कतिपयहरूले यही आधा गिलास नै सर्वेसर्वा हो भनेर एउटा राजनीतिक अस्थिरताको दुष्चक्रमा देशलाई फसाउने र देश गरिबी, बेरोजगारी, परनिर्भरता र कुशासनको एउटा चक्रव्यूहमा फस्ने काम भइरहेको छ। हामी यो आधा गिलासलाई पनि भरेर पूर्ण बनाएर राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने, समानुपातिक संसद बनाउने र जातीय विविधता, यहाँको वर्गीय, जातीय, क्षेत्रीय अन्तर्विरोधलाई हल गर्नको लागि सम्पूर्ण उत्पीडित समुदायको कानुन निर्माणमा, कानुन कार्यान्वयनमा, नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउने, त्यसको लागि पूर्ण समानुपातिक संसदको व्यवस्था गर्ने र संसदमा जानेहरूले मन्त्रीमण्डलमा नजाने, मन्त्रीमण्डलमा विज्ञहरू जाने र मन्त्रीमण्डल चुस्त, दुरुस्त र सानो सङ्ख्यामा बनाउने र 46 साल पछिका जति पनि राजनीतिक नेताहरू छन्, न्यायालयदेखि लिएर प्रशासन र उच्च तहका कर्मचारीहरू छन्, उनीहरूको सम्पत्ति छानबिन गरेर एउटा भ्रष्टाचार निर्मूल गरेर सुशासन कायम गर्ने भन्ने मान्यता बोकेर अगाडि बढ्नुपर्ने, अहिले अग्रगामी रूपले संविधानको संशोधन गर्नुपर्ने अवस्था छ। त्यसको साथसाथै आज देशमा धेरै राजनीतिक परिवर्तन भए पनि न्यायालयको परिवर्तन नभएको हुनाले, न्यायालय परम्परागत ढङ्गले अगाडि बढिरहेको हुनाले, न्यायालय जुन टाउकाले टेकेर उभिएको छ त्यसलाई खुट्टाले टेकेर उभिने बनाउनको लागि न्यायालयको पुनर्संरचनाको एजेन्डा सहित पनि हामी अगाडि बढ्नुपर्ने अवस्था छ। त्यसैले आज कानुन दिवसको अवसरमा
अहिले जुन देशमा विद्यमान एउटा चाहिँ समस्याहरू छन् त्यसलाई हल गर्ने एउटा महत्त्वपूर्ण साधनको रूपमा हामीले कानुन र न्यायलाई बनाउन सकौँ र सम्पूर्ण कानुन र न्यायको क्षेत्रमा क्रियाशील आदरणीय व्यक्तित्वहरू जनसमुदायहरू यो परिवर्तनको एउटा चाहिँ सङ्घारमा अगाडि बढ्न कानुन दिवसले प्रेरणा दियोस् र आधारभूत जनताका आधारभूत तहका जनताहरूलाई न्यायमा सहज पहुँचको लागि हाम्रा कानुनहरू संविधान कानुन र कानुनलाई कार्यान्वयन गर्ने जुन नीतिगत संरचनाहरू छन् प्रशासनिक संरचनाहरू छन् ती पनि एउटा चाहिने न्याय मन्त्री बनुन् एउटा जनमैत्री बनुन् र तिनले चाहिँ समाज परिवर्तनको एउटा चाहिँ साधनको रूपमा काम गरून् र हामी एउटा समुन्नत समाज निर्माण गर्नको लागि समृद्धि र समतामूलक न्यायको दिशामा अगाडि बढ्न सकौँ भन्दै कानुन दिवसको शुभकामना प्रकट गर्छु। हस्, धन्यवाद।